सेवामा अब पूर्वाञ्चलमै हामीले ट्राई गरेको यो 4D भने तपाईलाई V8 एउटा स्यामसङको PFT भन्छ एउटा फोक्सो पल्मोनरी फङ्सन टेस्ट छातीको एउटा डिजिटल एक्सरे पनि छ अनि अर्को प्याथोलोजी सेवा तपाईलाई एकदमै न्यून शुल्कमा हामीले अरु भन्दा नगरपालिकाले दिएको रेट लिस्टमै हामी लडेर आएको हुन्छ। यहाँ हामीमा 10 वटा केस यस्तो छ कि पैसा तिर्न नलिए 2-3 लाख औषधि लिएर तपाई नतिरी जानु भएको छ, मैले माफ पनि गरिदिएको छु। किनभने त्यो अब घरमा जाँदाखेरि हामीले छानबिन गर्दाखेरि झोप्रोमा बस्ने मान्छे खाना लाउने त्यहाँ स्थिति छैन, अब त 2 लाख कहाँबाट तिर्नु भनेर हामी त्यही आएर सर्ट आउट गरेर हिँडेको। पहिला ग्यास्ट्रोमा डाक्टर सन्दीप बज्राचार्य हुनुहुन्थ्यो, उहाँसँग हम त हजारौं शिविर गरे होला धरानमा, 1-2 वटा पनि हैन, हजारौं शिविरमा यहाँ पनि बाहिर पनि उहाँसँग जाँदाखेरि प्रत्येक शिविरमा उहाँले मलाई नै इन्भाइट गर्नुहुन्थ्यो। तपाईले हैन यो भनेको बीपी क्याम्प भनेको तपाईलाई पूर्वाञ्चलको एउटा धरोहर नै हो हैन, अनि यो भनेको समुद्र हो। 5 थर फिदिम झापा अबदेखि लिएर शङ्खसभा खादबाडदेखि फोन आउँछ कि मलाई फलानु के रे समस्या छ, कुन डाक्टरले देखाउँदा राम्रो हुन्छ, धरान कि विराटनगर जाउँ। नमस्कार। नमस्ते। अहिले मसँग चाहिँ बिट्टामोड डायग्नोसिस सेन्टर एन्ड पोलिक्लिनिकका सञ्चालक हुनुहुन्छ र उहाँको परिचय म उहाँकै मुखबाट सुन्न चाहन्छु। हजुरको परिचय दिनुहोस् न। नाम? नमस्ते हजुर, म नरेन्द्र देव, म हाल धरान 11 बसोबास गरेर आइरहेको, घर पनि त्यही छ। अनि यो धरान क्याम्प गेट अगाडि सानो एउटा हामीले पोलिक्लिनिक खोलेका छौँ, बिट्टामोड डाइग्नोसिस सेन्टर एन्ड पोलिक्लिनिक भनेर। त्यसमा तपाईलाई अनेक हामीले सुविधाहरू दिइरहेको छौँ। मैले भिडियो एक्सरे सेवा छ, प्याथोलोजी सेवा छ, इसिजी सेवा छ, अनि PFT फोक्सोको लागि पनि त्यो सेवा पनि छ हामीसँग। अब अझै ओपीडी सेवा पनि अहिले हामी सञ्चालनमा ल्याएका छौँ। विभिन्न रोगको उपचारहरूको क्रममा चाहिने डाक्टरहरू हामी अनकलमा उपलब्ध गराइदिएका छौँ। यो चाहिँ हजुरले यो बिट्टामोड डायग्नोसिस सेन्टर चाहिँ कहिलेदेखि सुरु गर्नुभएको छ? त्यो लगभग 12-13 वर्ष भयो हजुर, मैले चाहिँ सञ्चालनमा ल्याएको हजुर। अनि अब अहिले निरन्तर हामीले सेवा अझै अगाडि बढाउने हामी गरिरहेका छौँ, अझै विस्तार गर्ने, अब पछि MRI सिटी स्क्यानहरू ल्याउने तयारी गरिरहेका छौँ बिरामीहरूलाई सेवा दिनलाई। अहिले तपाईसँग भएको सेवा सुविधा चाहिँ ठ्याक्कै साधारण भाषामा बुझ्ने गरिकन के रहेको छ? अहिले हामीसँग तत्कालै सेवामा अब पूर्वाञ्चलमै हामीले ट्राई गरेको यो 4D भने तपाईलाई V8 एउटा स्यामसङको आएको थियो, त्यो चाहिँ हामीले यहाँ उपलब्ध गराएको छौँ। यसमा तपाईलाई बच्चाको सम्पूर्ण प्रेग्नेन्सी महिलाहरूलाई गरिने बच्चाको सम्पूर्ण पार्टहरू खुट्टादेखि लिएर टाउकोसम्म, कतै अपाङ्ग छ वा केही छ अथवा टाउकोमा पानी जम्यो, किडनीमा, आन्द्रा बुढीमा केही समस्या छ भने प्रष्टै देखिने यो एकदमै हाई रेजुलेसन यो सेवा हामीले ल्याएको छौँ। धरानमा अब उता विराटनगरतिर ल्याएको छ थाहा छैन, यहाँ धरानमा चाहिँ सम्भवतः पहिलो नै हो। हामीले पूर्वाञ्चलमै त्यतिखेर ल्याउँदाखेरि पूर्वाञ्चलमै पहिले थियो, अब अर्को ठाउँमा थाहा छैन हामीलाई। सम्भवतः हाम्रोसँग यो 4D सेवा चाहिँ एकदमै तपाईलाई यहाँ सुविधामा हामी ल्याएको छौँ। अर्को कुरा PFT भन्छ एउटा फोक्सो पल्मोनरी फङ्सन टेस्ट छातीको तपाईलाई दमहरू आजमाहरू छ भने त्यसको पत्ता लगाउने त्यो एउटा मेसिनबाटै फुकेर त्यसलाई टेस्ट गरिन्छ, पल्मोनरी फङ्सन टेस्ट हुन्छ, त्यो पनि छ। अनि हामीसँग एउटा डिजिटल एक्सरे पनि छ। अनि अर्को प्याथोलोजी सेवा तपाईलाई एकदमै न्यून शुल्कमा हामीले अरु भन्दा नगरपालिकाले दिएको रेट लिस्टमै हामी सबै 24 घण्टा प्याथोलोजी सेवा पनि उपलब्ध छ। त्यसपछि इसिजी 12 च्यानलको इसिजी पनि हामीले सुविधा दिएका छौँ र मेडिसिन सम्बन्धी 24 घण्टा सेवा छ। तपाईलाई आइसियु देखि लिएर सर्जरी ओपीडीमा चाहिने सम्पूर्ण औषधिहरू सुपथ मूल्यमा पाइन्छ। तपाईले जुन औषधिहरू यहाँबाट बिक्री वितरण गर्नुहुन्छ अनि के कति त्यसमा चाहिँ सुविधा दिनुहुन्छ? सुविधा अब हामीले सम्भवतः तपाईलाई कम्पनी अनुसार सुविधा हामीले जसरी कम्पनीले दिएको हुन्छौँ बिरामीले हामी त्यति नै सुविधा दिएको छौँ। र अरु एउटा समाजसेवी म पनि एउटा लायन्स क्लबको प्रेसिडेन्ट पनि हो र पहिलादेखि नै हामीले समाज सेवा गर्दै आइराखेको हुनाले तपाईलाई विशेष अब गरिबहरूलाई अथवा अपाङ्ग केही नभएकोहरूलाई मैले धेरै जसोलाई मैले फ्री गरेर पनि पठाएको छु। कति संघ संस्थाबाट आउँदाखेरि
ठुला बडाको अब पहुँचहरू लिएर आउँदाखेरि अरू मेडिकल भन्दा हाम्रो मेडिकलमा बढी आउने गरिरहेको छ त्यस्तो कुराहरू र हामीले सके जति ल्याबहरूमा फ्री गरिदिएका छौँ भिडियो एक्सरे फ्री गरिदिएका छौँ मेडिसिन पनि सकभर अब नदिने खालकै छ भने हामीले सम्भवतः जति सके जति हामी फ्री नै गरेका छौँ र बाद बाँकी तपाईँलाई छुटमा पाउने 10% छुट त मेडिसिनमा हामीले नर्मली दिइ नै हाल्छौँ कम्पनी अनुसार छुट पनि पाउने सुविधा छ भनेपछि तपाईहरुले जो विपन्न छ गरिब छ जो सक्दैन विशेष छुट छ विशेष छुट हजुर तपाईहरुले के छ वार्षिक रूपमा चाहिँ मेरो चाहिँ समाजलाई यति उत्तरदायित्व छ यति जिम्मेवारी छ भनेर पर्सेन्टेजमा पनि छुटाएर सेवा गर्नुहुन्छ कि त्यो आकोलाई त्यो हैन आकोलाई त हामीले कम्पनी दिएकै छौं तर नर्मली तपाईले हामीले धेरै जस्तो अब विश्रान्ति वृद्धाश्रम छ तमरमा यहाँ तपाईलाई प्रत्येक 3 महिनामा हामी यहाँदेखि मेडिकल टोली नै लिएर जान्छौं उहाँको सुगर प्रेसर किडनी थाइरोइड जे जति हुन्छ सबै हेरेर औषधि जति पनि औषधि लाग्ने सबै निशुल्क टेस्टहरु सबै निशुल्क डाक्टर पनि तपाईलाई निशुल्कैमा हामी लान्छौं अरु पनि तपाईलाई अब खानेकुराहरुदेखि लिएर दाल चामल तेल नुन जे हुन्छ उहाँहरुले सोधेर के आवश्यकता छ त्यो पनि हामीले गाडीमा हालेर प्रत्येक 3 महिनामा जान्छौं र अर्को 12 जना तपाईलाई पहिला 12 जना थियो अहिले 20-25 जना स्टुडेन्टहरु छ तपाईलाई संस्कृत विद्यालय सायद के चल्नु भएको छ त्यो 2 वर्ष भयो उहाँको पनि त्यो बच्चाहरुलाई हामीले यहाँदेखि यो डिक्सनरीको जति पनि सामानहरु छ 3-3 महिनामा अथवा उहाँलाई आवश्यकता अनुसार जतिखेर आवश्यकता पर्छ कपी पेन जति पनि जे हुन्छ उहाँहरुलाई हामी निशुल्क दिन्छौं यही बिर्तामो डायग्नोस्टिक सेन्टरबाट हामीले उपलब्ध गराएका छौं भनेपछि तपाई व्यवसाय मात्र नभएर एउटा समाजसेवी पनि हुनुहुन्छ कोसिस गरेका छौं सबैलाई खुसी पार्ने सबै साथीभाइ दाजुभाइहरु आउनुहुन्छ अथवा सरसमाजमा हुने घटना घटितहरु अब धेरै छ एक्सिडेन्ट केसहरु आउँछ कोही पहाडबाट लडेर आएको हुन्छ यहाँ हामीमा 10 वटा केस यस्तो छ कि पैसा तिर्न नलिए 2-3 लाख औषधि लिएर तपाई नतिरी जानु भएको छ मैले माफ पनि गर्दिएको छु किनभने त्यो अब घरमा जाँदाखेरि हामीले छानबिन गर्दाखेरि झोप्रोमा बस्ने मान्छे खाना लाउने त्यहाँ स्थिति छैन अब त 2 लाख कहाँबाट तिर्नु भनेर हामी त्यही आएर सर्ट आउट गरेर हिँडेको छ बरु उल्टे 5000 दिएर आए उल्टे दिएर आउनु भएको छ उल्टे 5000 दिएर मैले चामल सामल किनेर खानु पर्दा आएको छ ए हजुर त्यही त भनेपछि तपाई चाहिँ एउटा व्यापारी मात्र नभएर समाजलाई आफ्नो म पनि यो समाजमा कमाउने मात्रै हैन अरूलाई पनि व्यापारै भन्दा पनि तपाईलाई अब यो मेडिकल लाइनलाई तपाईले यो प्रोफेसनल हामीले व्यापारै भन्न मिल्दैन यसमा धेरै सेवाको सबभन्दा पहिला सेवाको भावना राख्नुपर्छ 2 पैसा तपाईले कमाउनुहुन्छ भने 1 पैसा मैले के रे बाडेरै हिनेको छु त्यो बाडेर भन्दा पनि साथीहरुले बाडेको हैन त्यस्तै अपाङ्ग अपाई के रे संघ संस्थाहरुलाई मैले दिनुपर्ने डोनेसन मैले त्यसरी दिएको छु अनि तपाईले मैले 1-2 ठाउँमा तपाईको देखेको पनि शिविरहरु पनि चलाएको देखेको छ के कस्तो शिविरहरुमा तपाईको सहभागिता हुन्छ शिविर हामीले प्राय तपाईलाई अब क्याम्पबाटै पहिला डाक्टरहरु जानु हुन्थ्यो शिविरहरु गर्दाखेरि हामीले अब भन्दाखेरि हामीले सम्पूर्ण औषधिहरु तपाईलाई यहाँबाट जाने औषधि देखि लिएर ल्याबको प्याथोलोजी सेवाहरु सबै निशुल्क त्यो शिविरमा जान्थ्यो जस्तो पहिला ग्यास्ट्रोमा डाक्टर सन्दीप बज्राचार्य हुनुहुन्थ्यो उहाँसँग हम त हजारौं शिविर गरे होला जारानमा हजुर 1-2 वटा पनि हैन हजारौं शिविरमा यहाँ पनि बाहिर पनि उहाँसँग जाँदाखेरि प्रत्येक शिविरमा उहाँले मलाई नै इन्भाइट गर्नुहुन्थ्यो तपाईले आफ्नो टिम लिएर आउनुस् अनि हामीले धरानमै सायद वडामा धेरै जसो वडामा हामीले सायद पुर्याइसकेका छौं बाहिर पनि धनकुटादेखि लिएर यता पूर्वसम्म हामी गएका छौं यो शिविरमा जति पनि हामीले लाग्ने औषधिदेखि लिएर ल्याबको प्याथोलोजी सेवा सबै हामी निशुल्क दिन्छौं अहिले ओपीडी सेवा पनि यहाँ सञ्चालन गर्नुहुन्छ त्यो चाहिँ कस्तो किसिमको यो ओपीडी भनेको तपाईलाई अब यस्तो हुन्छ के दिनभरि त अब बीपी क्याम्प गेट अगाडि नै छ यहाँ डाक्टरको आवश्यकता कसैले पर्दैन र पनि इमर्जेन्सी भिडभाड भएको बेला हामीले के रे सक्दैनौं डाक्टर यही बोलाइदिनु भन्नुहुन्छ भने अब बाहिरकै डाक्टरहरु जस्तो विजयपुरबाट हामी कल गरेर बोलाउँछौं अनकलको धरानमा 4-5 जना डाक्टरहरु हुन्छ जे समस्या छ फिजिशियनको हो कि अर्थोको हो कि सर्जरीको हो अनि हामी कल गरेर डाक्टरलाई विदिन 10 देखि 15 मिनेटमा यही बोलाएर ओपीडी सेवा यहाँबाट अहिले तत्कालै सेवा दिइरा छौं पछि यहाँ हामी पिछाडी ओपीडी 2-4 वटा ओपीडी को लागि रुम प्याकेजहरु बनाउँदै छौं त्यसमा कन्टिन्यू सेवा दिने अहिले चाहिँ अन कलमा हामी कल गरेर तपाईलाई ओपीडी सेवा चाहिँ दिइरा छौं
पछि थप सेवा पनि थप्ने सेवा एकदमै हामीले एडभान्स अझै जस्तो प्याथोलोजीले तपाईलाई धरानमा पहिलो एउटा एडभान्स प्याथोलोजी बनाउने मेरो इच्छा छ। अब हस्पिटलमा आउँदै कुनै टेस्टहरू धेरै जसो इन्डियातिर अहिले 60% टेस्टहरू तपाईलाई स्पेशल टेस्टहरू इन्डिया पठाउने बाध्यता छ तपाईलाई बीपी हस्पिटलबाट पनि। त्यसले गर्दा जस्तो अब नेपालमै नहुने टेस्टहरू हुन्छ। अब काठमाडौँमा जान्छ, अहिले काठमाडौँमा एडभान्स भएको छ, विराटनगरमा भएको छ। त्यही एडभान्स प्याथोलोजी मैले चाहिँ यहाँ धरानमा एउटा अरूले नसके पनि मैले चाहिँ ट्राई गर्दैछु। त्यो धरानबाट सकभर विराटनगर काठमाडौँ मान्छेले जान नपरोस् भनेर बाहिर इन्डिया जुन अब हुनै नसक्ने छ इन्डिया जान्छ नै। अब काठमाडौँ विराटनगर अरू ठाउँमा चाहिँ यहाँबाट बिरामीले धाउनु नपरोस् भनेर मैले चाहिँ अब विदिन इयरमा मैले ट्राई गरिरहेको छु, यहाँ सञ्चालनमा ल्याउने तयारी गरिरहेको छौँ भनौँ न। हजुर जस्तै नि सर, अब यो तपाईहरू बीपी क्याम्प अगाडि नै हुनुहुन्छ हैन, प्रत्यक्ष नजिकबाट तपाईहरुले बीपी क्याम्प निहालिराख्नु भएको छ। के छ जुन बाहिर जति सुनिन्छ हैन बीपी क्याम्पको बारेमा, बीपी क्याम्प एकदमै धाराशायी भयो, सक्यो, केही नै छैन भन्ने मात्रै कुराहरु सुनिन्छ। तपाईहरुले कसरी हेरिराख्नु भएको छ एउटा व्यवसायको हिसाबले? त्यस्तो पनि तपाईलाई हैन कि यहाँ मेन म्यानेजमेन्ट राम्रो भयो भने तपाईलाई कतै केही बिग्रेको पनि छैन। यो भनेको बीपी क्याम्प भनेको तपाईलाई पूर्वाञ्चलको एउटा धरोहर नै हो हैन। अनि यो भनेको समुद्र हो। यो समुद्रमा मान्छेले 2 लिटर पानी झिकेर फाल्दाखेरि फरक पर्दैन। यहाँ जति पनि बिरामी तपाईलाई रेफर हुने आदि बिहारदेखि लिएर पूर्व तपाईलाई के रे काकडभिटासम्म भनौँ न, यता जनकपुरसम्मको बिरामी सबै रेफर भएर आउने बिरामी यही ठाउँ हो। ठिक छ, बिमामा अलिकति टाइम ढिलो चाँडो हुन्छ, विराटनगर मेडिकल हब भन्छ, तर तपाईले विराटनगर नसकेपछि पनि तपाईले ठुल्ठुलो हस्पिटलहरूले लास्टमा रेफर गरेर पठाउने बीपी नै हो। सबै म्यानेजमेन्ट गर्ने बीपीमै हो। र बीपीमा के छ भने तपाईलाई अब ठुला डाक्टरहरूको राम्ररी अब स्यालेरी नपाइदिने, अब मैले उन भित्रको कुरा चाहिँ अब मैले गर्नु नहुने हो। र पनि हामी एउटा आम जनताको कारणले गर्दा डाक्टरहरूलाई तपाईलाई सुविधा दियो, ठुला प्रोफेसर डाक्टरहरूलाई सुविधा दिने, जुन उहाँहरूको स्यालेरी हुन्छ टाइममा दिदिने भयो भने यहाँबाट पलायन हुने जुन वातावरण छ त्यसले गर्दा तपाईलाई बिरामीहरू अलिकति मार्कामा परेको छ। नत्र यहाँ कुनै किसिमको तपाईँ एसियाकै सबभन्दा राम्रो तपाईलाई के रे मिसिनहरू छ, सिटी स्क्यान, एमआरआई, प्याथोलोजीको इक्विपमेन्टहरू। म आफै प्याथोलोजीको रिलेटेड भएर मलाई सबै भित्रको थाहा छ तपाईलाई। त्यसले गर्दा यहाँ कुनै किसिमको केही कुराको कमी छैन, मेन म्यानेजमेन्टको कमी छ। तपाईलाई अब बाहिरी वस्तुहरू भन्छ नि इन्टरफेयर गरेपछि तपाईलाई त्यसरी डमाडोल भएको हो। र डमाडोलै चाहिँ अब भन्न मिल्दैन। हस्पिटल डुब्न आँटेको छ भने त्यस्तो केही पनि छैन। हस्पिटल त यो सदाबहार हो, बीपी भनेको कहिले पनि केही हुँदैन, यो सधैँ चल्ने हो। चारैतिरबाट बिरामी ठकिने भनेको लास्टमा बीपी नै हो। एउटा यो गुनासो आइरहन्छ नि, जस्तै यो बीपी क्याम्प गेट बाहिर भएको मेडिकल सञ्चालकहरू बीच आम बुझाइ के छ भने सबै बाहिर कोले नै गएर त्यहाँ चाहिँ अब भित्र गएर दवाईमा चाहिँ हाम्रो पसलबाट दवाई लानुहोस्, हाम्रोबाट चाहिँ यसो गर्नुहोस् उसो गर्नुहोस् भनेर चाहिँ त्यो गइरहेको हुन्छ धेरै व्यापारी थ्रुबाट त्यहाँभित्र होइन। अनि त्यसो हुँदाखेरि चाहिँ बीपी क्याम्पभित्र एउटा चाहिँ इमेज के बसेको छ भने बाहिरको दोकानीहरू आए औषधि बिक्री वितरण हुन्छ भने तर बाहिरकोले लगेर कमिसनमा चलाइदिन्छ भन्ने आरोप पनि आउँछ कि के हो? त्यस्तो के पनि हैन। यस्तो छ कि तपाईलाई अब पहिला हामी 10-12 वर्ष अगाडि गर्दाखेरि 15-20 वटा मेडिकल मैले सम्भवतः देखेको थिएँ। तर अहिले चाहिँ तपाईलाई 250 देखि 300 सम्म मेडिकल छ बाहिर तपाईलाई। अनि अहिले के छ भने सिस्टममा के छ भने बिमाको त भर्खर स्टार्ट भएको औषधि दिनलाई तपाईलाई। अनि बिमामा सबै औषधि तपाईको त्यसको क्राइटेरिया हुन्छ क्या, 100-200 जतिवटा छ। सिटामोलदेखि लिएर कुन बिमामा दिइने औषधिहरू हुन्छ नि सबै 100 को 100% तपाईलाई औषधि बिमाबाट पाउँदैन। नेपाल सरकारकै उसमा छ, तपाईलाई जुन उसको क्राइटेरिया छ, उसको जुन आफ्नो दिएको छ गभर्नमेन्टले कि यो औषधिहरू मात्रै पाइन्छ। बाद बाँकी औषधि तपाईलाई बिरामी कहाँ जाने, बाहिर खोज्नै पर्छ। अब इमर्जेन्सीमा तपाईलाई के छ भने 2-4 वटा मेडिकल होला तपाईलाई कुद्ने फान्ने। अब 250-300 मेडिकल त सबैले पेट पाल्ने हुन्छ, तर त्यो के छ भने अब डिपेन्ड त तपाईँ सबै हस्पिटलमै छ। यति मेडिकलहरू 300 मेडिकल छ, 300 मेडिकलमा तपाईँले नभए पनि एउटा मेडिकलमा 3 जना 4 जना स्टाफ हुन्छ, सबैको परिवारले पेट पालिरहेछ, 2-4-10 हजार स्यालेरी भएर पनि। अर्को कुरा त्यहाँ जुन तपाईलाई अब कतिले यसलाई दलाल गर्न आउँछ यो त्यो भन्छ, त्यो दलाली सलाल यहाँ 2-4 जना अब हुन्छ आफ्नो
पेसालाई अलिकति बिगार्ने अर्कै ठाउँमा छ। तर मेडिसिनलाई तपाईले कसैले पनि हामीलाई 5 थर फिदिम झापा अबदेखि लिएर सङ्घर्षवा खादबारदेखि फोन आउँछ कि मलाई फलानु के अरे समस्या छ, कुन डाक्टरले देखाउँदा राम्रो हुन्छ, धरान कि विराटनगर जाउँ भने हामीले खबर आउँछ। तर त्यो बिरामी हामीले के कन्भिन्स गर्छौँ भने एसियाकै यत्रो ठुलो डाक्टर हस्पिटल हुँदै तपाईँहरू विराटनगर किन जाने, काठमाडौँ किन जाने, हामीले कन्भिन्स गर्नुपर्छ बिरामीलाई। हजुर सर्जरीमा यो हुनुहुन्छ, फिजिसियनमा यो डाक्टर हुनुहुन्छ, किडनी सम्बन्धी यो डाक्टर हुनुहुन्छ, यहीँ हुँदै तपाईँहरू बाहिर किन जाने। त्यसपछि त्यो बिरामी कन्भिन्स भएर हामी के अरे ल ठिक छ फलानाको डाक्टरको त्यसपछि बिल काटिदिनु, अनि हामीले बिल काट्नुपर्छ त्यो बिरामीको। अब त्यो बिरामीलाई हामीले बिल काटिदिँदाखेरि 150 रुपियाँ कार्ड लिन्छ, हामीले त्यो बिल काटेर टोकन लिएर पालोमा हालिदिन्छौँ। त्यसमा पनि अस्ति भर्खरै एउटा विवाद भएको थियो, अब त्यो विवाद सल्टिसक्यो। 14-15वटा हामीले बिल काट्नुपर्छ। 14-15वटा बिल काट्दाखेरि पनि कोहीले भन्छ यिनी इलिगल काम गर्छ यो, र हामी इलिगल गरेको होइन। यो बिरामीलाई सेवा दिएको, टाढाबाट आएको बिरामीहरूलाई कोही आउँदा 12 बज्छ, 12 बजे बिल काउन्टर बन्द हुन्छ, हामीले टोकन लिदिन्छौँ, कार्ड लिदिन्छौँ, उनीहरू 2 पैसा आएर हामी दबाई औषधि लिनुहुन्छ भनेर हामीले उहाँले सेवा गरेको हो, उहाँले पनि आएर लिइदिनुहुन्छ। हामीले उहाँसँग 50 रुपियाँ बढी दिनु, तपाईँको मैले बिल काटिदिएँ भनेर गरेको त छैन। जति 150 लिएर हामीले बिल काटिदिएका छौँ। त्यो सेवा पनि हामीले उहाँहरूलाई दिन्छौँ। त्यही भएर यो बिपीको लागि जुन यो बाहिरबाट जाने उ गर्ने तानतुन गर्ने 2-4वटा मेडिकल होला नहोला भन्न सकिँदैन। त्यसको लागि तपाईँले भित्रको प्रशासन छ, गार्डहरू छ, पुलिसहरू हुनुहुन्छ, उहाँहरूले बेला बेलामा गरिराख्नुहुन्छ। तर चाहिँ त्यस्तो विकृति नै भएको त छैन। अब यो बिमाको जुन तपाईँ छ सहज तरिकाले अब 100 को 100% तपाईँले औषधि भित्रबाट दियो भने बाहिरको मेडिकलले तपाईँलाई कसै केही मतलबै हुँदैन। र पनि हामीले बुझेअनुसार नेपाल सरकारबाटै तपाईँलाई त्यो प्रावधान छ कि यति क्याटेगोरीको यो औषधिहरू मात्रै पाइन्छ बिमामा। अब बादमा कि तपाईँले खोज्न बाहिर आउँदाखेरि तपाईँलाई बाहिर आउनै पर्छ। बाहिर 2-2.5 मेडिकल छ, एउटामा भेटिहाल्छ। त्यसले गर्दा तपाईँलाई त्यस्तो मेडिसिनमा पनि त्यो नराम्रै भइरहेछ भनेर भन्नै मिल्दैन। तपाईको चिन्जानको नाताले कोही आएर सहयोग गरिदिनुस् भन्यो भने चाहिँ सहयोग गर्ने कुरा हो तपाईहरुको। सहयोग त हामीले सधैँ 24 घण्टा भनेको छ। हामीलाई 12 बजे 2 बजे राति फोन गर्नु। हाम्रो पेथोलोजी सेवा पनि छ। इमर्जेन्सीमा नहुने टेस्टहरू कहिलेकाहीँ के हुन्छ भने रिपिट गर्नुपर्ने हुन्छ। हामी 12 बजे आएर 1 बजे राति आएर पनि गरिदिएका छौँ। त्यो बिरामी हामीले सुविधा दिएका छौँ। त्यसमा पनि 1500 लिएर के अरे 1500 लिने ठाउँमा 3000 हामी लिएको छैनौँ। नगरपालिकाले रेट तोडिदिएको छ। जति रेट छ त्यही रेटमा हामीले तपाईँलाई के अरे सुविधा दिइरहेको छ बिरामीलाई। 24 घण्टा आएर इमर्जेन्सीमा आएर पनि इमर्जेन्सी चार्ज लिएको छैनौँ। भनेपछि क्याम्पभित्र हुने टेस्ट र यहाँ हुने टेस्टमा रेटमा केही फरक छैन? केही फरक छैन। फरक भनेको अब त हामीले अब प्राइभेट र उसमा जाँच्दाखेरि तपाईँलाई बिमाबाट गर्दाखेरि अब त्यो अर्को एउटा पार्ट भयो। जेनरलमा गर्ने जुन रेट हुन्छ लगभग तपाईँलाई बाहिरको ल्याबमा यिनीहरूमा तपाईँलाई मिल्दोजुल्दो नै हो। तर पेइङमा गर्दाखेरि फेरि ठ्याक्कै बाहिरको रेटभन्दा डबल छ भित्रै, हस्पिटल भित्रै। अब यहाँ 1200 रुपियाँ भिडेसरा लाग्छ भने त्यहाँ तपाईँलाई 1540 कि 60 छ। त्यो पेइङमा तपाईँलाई इभिनिङमा गर्ने हो। त्यो तपाईँलाई अब 200-300 रुपियाँ बच्छ। जस्तो थाइरोइड हामीले 1200 रुपियाँ गर्छौँ, त्यहाँ 1850 कति लिन्छ तपाईँले पेइङमा। अब त्यो भनेको तपाईँलाई 600 रुपियाँ 700 रुपियाँ तपाईँलाई थाइरोइडमा बढी लिन्छ भने त्यो त अब गभर्मेन्टको आफ्नो उसमा पर्छ। अब हामीले त्यसमा पैसा असर गर्नु पर्दैन। र बिरामीलाई हामीले सम्झाउँदाखेरि त्यसरी भन्छौँ, अब बाहिर बढी रेट लियो, यो लियो, त्यो लियो भन्दाखेरि हामीले देखाइदिन्छौँ, रेट लिस्ट पनि देखाइदिन्छौँ। अब यहाँ बढी लियो कि त्यहाँ बढी लियो भन्नु। अब सकभर अहिले चाहिँ तपाईँलाई बिरामीहरू चित्त बुझेरै जानुहुन्छ, किनभने अब भित्र अहिले 40% कति क्याम्पभित्र अहिले रेट बढाइरहेछ। त्यसले गर्दा तपाईँलाई बाहिर नै सहज हुन्छ। बिरामीहरू धेरै जसो भिडियो एक्सरेहरू यताउति आफै मनले पनि आएर गराएर जानुहुन्छ। अन्त्यमा केही छ भने केही छुटाको मैले सोध्न छुटाको केही छैन। अब यस्तो छ तपाईँलाई अब नयाँ वर्ष लागेको छ। सबैले हाम्रो जति पनि बिरामीहरू हुनुहुन्छ, साथीभाइ दाजुभाइहरू सबैजना स्वस्थ रहनु, स्वस्थ दीर्घायु रहनु। सबैजना बिरामी हस्पिटल आउनु नपरोस्। सबैजना घरमै मिठो मिठो कुराहरू खाएर गर्नु। यदि बिरामी पर्नुभयो, सम्भवतः मान्छे जात हो, बिरामी हुन्छ नै, हस्पिटल आउनु पर्यो भने सेवा गर्ने मौका दिनु। मैले केही कुरामा कमी कमजोरी गर्ने छुइनँ। तपाईँहरूलाई सधैँ नै सेवा गर्नेछु। मेरो नम्बरहरू सबै म यसमा तपाईँलाई
ट्रान्सफर गरिदिन्छु अनि सम्झिनु होला फोन गर्नु होला हामी तपाईको सेवाको लागि 24 घण्टा तत्पर हुनेछौँ एकल फोन नम्बर पनि दिनुहोस् न मेरो तीनटै नम्बर छ 9842047595 अनि 9810464543 एनसेल नम्बर अनि अर्को एउटा तपाईलाई 9852064959 तीनटा नम्बर छ यो नम्बरमा सम्पर्क गरौँ धरान क्याम्पगेट अगाडि धरान 18 बिर्तामोड डायग्नोस्टिक एन्ड पोलिक्लिनिक धन्यवाद धन्यवाद बिर्तामोड डायग्नोस्टिक एन्ड पोलिक्लिनिक प्रालीले धरानमा ल्याएको छ 4D भिडियो एक्सरे सेवा 2D होइन 3D पनि होइन हाई रेजुलेसन USC 4D भिडियो एक्सरे सेवा यहाँ सबै रोगको जाँच गरिनुका साथै औषधि पनि पाइन्छ र एडभान्स ल्याब टेस्ट एक्सरे ECG PFT सेवा पनि उपलब्ध छ बिर्तामोड डायग्नोस्टिक एन्ड पोलिक्लिनिक प्राली धरान 18 सुनसरी सम्पर्क नम्बर 9842 47 595 9810 46 45 43 98 520 64 595